सो हेलो गाइस, आज पनि म भ्लगमा ब्याक भइसकेँ। हजुरहरूलाई नि मेरो यस्तै भ्लगहरू हेर्न चाहनुहुन्छ भने एबिएस गेमिङ वाइटीलाई सब्सक्राइब गरिदिनु है त। सधैँ यस्तै भ्लग हेर्नलाई एबिएस गेमिङ वाइटीलाई सब्सक्राइब गर्नुपर्ने हुन्छ। हजुरहरूले टक्क लगाएर आज चाहिँ हाम्रो चिसो मौसम छ। ठ्याक्कै 6 बजिसकेको छ। अहिले चाहिँ ठ्याक्कै म पनि कामबाट छुट्टी भएर यसो भ्लग भ्लग बनाएर हिँडिरहेको छु। टक्क लगाएर हजुरहरूलाई नि यस्तै मेरो भ्लगमा कस्तो लाग्छ र नेचुरल ब्युटीहरू कस्तो लाग्छ अनि घरसम्मको कस्तो सिनहरू लाग्छ कमेन्ट गर्नु होला। कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ हजुरहरूले नि। अनि यदि मलाई भेट्नु बेला नि बोल्न सक्नुहुन्छ। टक्क लगाएर यस्तै नेचुरल ब्युटीका साथ हामी हजुरहरू आज चाहिँ म घरसम्मकै भिडियो लिएर जाँदैछु। यदि हजुरहरूलाई मनपर्छ भने मलाई हाम्रो अब छिटै मोटो भ्लग आउँदैछ। अनि हाम्रो चाहिँ शनिबार मिल्यो भने त्यही सरसफाइहरू गरेको नि म हाल्ने नै छु भन्दै आजको भ्लग अब यहाँबाट स्टार्ट गर्नुहुन्छ। नमस्ते, सबैजना हेर्दै जानु होला। यस्तै राम्रो र छोटो क्लिपको लागि मलाई फलो गर्नु होला टक्क लगाएर। अनि हजुरहरूले चाहिँ अनि मेरो च्यानलमा नोटिफिकेसन नि दबाउनु होला है हजुरहरूले टक्क लगाएर। आज चाहिँ हामी सर्ट भिडियो चाहिँ लिएर आउँदैछौँ टिकटकमा। ल, नेचुरल ब्युटीको भ्लग हो यो चाहिँ होइन। हजुरहरूले सबैजनाले थम्बनेलहरू चाहिँ बुझेर चाहिँ गर्नु होला। लाइक कमेन्ट सेयर चाहिँ गर्नु होला है हजुरहरूको साथीहरूलाई। यस थ्याङ्क यू सो मच फर 233 सब्सक्राइबर भएको छ अहिले चाहिँ मेरो च्यानलमा। अनि त्यही भएर हजुरहरूलाई यस्तै त्यही खुसियालीमा एउटा सर्ट भिडियो चाहिँ लिएर आउँदैछु टिकटकमा। र अनि हजुरले हामीलाई फलो गर्नुभएको छैन र गर्नु होला है। म चाहिँ यो गल्लीबाट जानुपर्ने हुन्छ। आज चाहिँ हाम्रो काम चाहिँ धेरै प्याक भएको भएर म चाहिँ छिटो छुट्टी भएन। त्यो भएर हजुरहरूलाई यति नै यसलाई नै भ्लग लिएर आइरहेको छु। यो चाहिँ नाइट भ्लग जस्तो नै हुन्छ ठ्याक्कै होइन। हजुरहरूले यस्तै ब्युटिफुल सिनका साथ नेचुरल भ्लग्स आउनेछ। हजुरहरूलाई कस्तो लाग्छ अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला एबिएस गेमिङ वाइटीमा। सबैजनाले हाम्रो एबिएस गेमिङ वाइटीमा सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला है त साथीहरू। टक्क लगाएर गर्नुपर्ने हुन्छ। हाम्रो चाहिँ यस्तो सिनहरू रहेको छ। टक्क लगाएर सर्ट भ्लग्सहरू रहेको यस्तो ब्युटिफुल सिनहरू छ। टक्क लगाएर हरियाली गाउँको सिजन आकाश पनि यस्तो छ। टक्क लगाएर अनि यो भ्लगमा जतिजना नि देख्नुभयो त्यस बनाउनु लागि क्षमा प्रार्थी छु हजुरहरूलाई। सधैँ यस्तै भ्लग आउनेछ। साथै मेरो यो क्यामेराहरूले भने नि माइन्ड नगर्नु होला। बाटोको हिँडेको भ्लग हो यो, त्यही भएर
चाहिँ नयाँ नयाँ ठाउँहरू बन्दैछ। सधैँ यस्तै ब्लग यस्तै यस्तै ब्लगहरू र नेचुरल ब्युटीहरू हेर्न सक्नुहुन्छ दाहिनेको। टक्क लगाएर म चाहिँ अहिले घरसम्मको लागि करिब 10-15 मिनटमा घर पुग्नेछु। टक्क लगाएर यतिको जोस सागरहरू हेर र हजुरहरूलाई नेचुरल ब्युटी ब्लगहरू हेर नि त कन्टेन्ट बनाएको भनेर लगाएर हाम्रो कन्टेन्टहरू नि स्पेसल आउँछ र नेचुरल ब्युटी यस्तो हरियाली मौसम रहेको छ। रेनिङ होला जस्तै छ राति हेर्दा यस्तो हेर्दा। आज राति चाहिँ पानी पर्ला जस्तै देखिन्छ मौसमले। इन्ट्रेस्टिङ रहेछ। टक्कर करिब 15 मिनट लगाइसकेको छ, 5 मिनट जति। अब चाहिँ हामी थोरै टिकटक बनाउँछौँ। लगाएर पानी पर्छ आज चाहिँ। यस्तो हरियालीमा बादलमा एरोप्लेन पनि गइरहेछ। ठ्याक्कै 6:08 भएछ। करिब हामी ठ्याक्कै 10 मिनटमा घर पुग्न है। हामीलाई चाहिँ यस्तै एउटा व्यक्तिले चाहिँ एउटा भिडियो बनाइदिनु भनेर आइरहेको छु। साथीहरू आजको ब्लग फेरि यहाँसम्म हजुरहरूलाई यहाँसम्मको ब्लग कस्तो लाग्छ हेरेर लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला है। एबिएस गर्नुभयो